छ। खुसी देख्छु अनुहारमा छैन अन्धकार, खुसी देख्छु अनुहारमा छैन अन्धकार। यहाँ उपस्थित हुनुभएका सम्पूर्णलाई म सङ्गीता श्रेष्ठ राज भण्डारीको छै नमस्कार। आजको यस कार्यक्रमको प्रोटोकल स्थापित भइसकेको हुनाले मैले सम्बोधनलाई यथोचित गर्न चाहे। यहाँ मञ्चमा आसीन रहनुभएका सम्पूर्ण लाइन्स पदाधिकारीज्यूहरू, यस हलमा उपस्थित हुनुभएका सम्पूर्णलाई म मेरो व्यक्तिगत तर्फबाट र म सम्पूर्ण हामी स्पर्शहरूको तर्फबाट हार्दिक अभिवादन टक्राउन चाहन्छु। आजको यस कार्यक्रममा मलाई स्पर्शको तर्फबाट बोल्ने मौका दिनुभएकोमा म आयोजक कमिटीलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आजको यस कार्यक्रम आज मिति 2082 कार्तिक 14 गते शुक्रबारको दिनमा हुन गइरहेको यस इन्स्टलेसन 28औं इन्स्टलेसन सेरोमनी कार्यक्रम यो लियो क्लब र लायन्स क्लबको संयुक्त आयोजना, यो पहिलादेखि नै यो संयुक्त रूपमा आयोजना हुँदै गइरहेको थियो। यो कार्यक्रममा हामीलाई स्पर्शहरूलाई पनि हजुरहरूले ससम्मान सधैँ सहभागी गराउनु भएको छ। यसमा हामी स्पर्शहरू एकदमै हर्षित छौँ, एकदमै खुसी छौँ। यहाँहरूले दिनुभएको यो हामीलाई जुन यो सम्मान दिनुभएको छ यसमा हामी धेरै नै खुसी छौँ। र यस आजको यस इन्स्टलेसन कार्यक्रम एकदम शानदार, भव्य, सभ्य अनि शानदार रूपमा सम्पन्न भएको मैले महसुस गरेको छु। र अबका दिनहरूमा पनि यस यो लियो क्लब र लायन्स क्लबले गर्नुभएको यो कार्यक्रम राम्रोसँग सम्पन्न होस् भनेर शुभकामना दिन चाहन्छु। र अहिले यो संस्थाले जुन कार्यक्रमहरू पहिलेदेखि नै यो राम्रोसँग गर्दै आइरहनु भएको छ। यो दीपक दाईको पालोमा यो दाईको टिमले हैन जुन एकदमै राम्रोसँग निर्वाह गर्दै आउनुभएको छ। पहिलाको अध्यक्षहरूले पनि एकदमै राम्रोसँग निर्वाह गर्दै आउनुभएको थियो भने दीपक दाईको टिमले पनि एकदमै राम्रोसँग निर्वाह गरेर एकदमै राम्रो गर्नुभएको छ। दाईको टिमलाई हार्दिक बधाई दिन चाहन्छु। त्यस्तै अब आउने नवनियुक्त हाम्रो अध्यक्षज्यू अनि त्यस्तै हाम्रो नवनियुक्त लियोको अध्यक्षज्यू भाइ हैन, मैले खासै अरू भाइहरूलाई चिन्थेँ तर अहिले चाहिँ खास चिन्न सकिनँ हैन। उहाँ अध्यक्षज्यू उहाँहरूको टिमलाई पनि अबको कार्यक्रमहरूले एकदम राम्रोसँग कार्यक्रम गरेर शिखरमा चुम्न सकोस् हजुरहरूलाई धेरै शुभकामना दिन चाहन्छु। हजुरहरूलाई हामी स्पर्शको तर्फबाट पनि हामीले सक्दो सहयोग गर्ने बाचा गर्दै हजुरहरूको कार्यक्रम राम्रो होस् भन्ने शुभकामना दिँदै मेरो छोटो मन्तव्य यहीँ टुङ्ग्याउन चाहन्छु। हस् त, धन्यवाद। स्पर्शको तर्फबाट सान्दर्भिक भनाइ राखिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी म शुभकामना मध्येको लागि पूर्वाध्यक्षको तर्फबाट पूर्वाध्यक्ष लाइन देवेन्द्र कुमार श्रेष्ठज्यूलाई आफ्नो भनाइ राखिदिनु हुन म अनुरोध गर्दछु। धन्यवाद उद्धवजी। सबभन्दा पहिला त हामी 28औं वर्ष पार गर्न थालिसक्यौँ। अस्ति भर्खर जस्तो लाग्छ नारायणी कला मन्दिरको अध्यक्ष प्रभात दाई हुनुहुन्थ्यो, प्रभात सर हुनुहुन्थ्यो भने म त्यहाँको सचिव थिएँ। झल्झल याद आउँछ मलाई, याद आउँछ। त्यो हाम्रो सानो मिटिङ हल थियो, मिटिङ रुम थियो, त्यो रुममा हामीले क्लब खोलेका हौँ। त्यस कारण म याद आउँछ मलाई। 28 वर्ष कसरी बित्यो थाहै छैन। 28 वर्ष बितिसक्यो। म अलि म पुरानो कुरा गर्छु, अन्यथा नमान्नु होला। जे बोल्छु मैले सही बोल्छु। सबभन्दा म पहिला सम्बोधन गर्न चाहन्छु आज यस कार्यक्रमका सभापतित्व ग्रहण गर्नुभएका
अब हुन 6 महिना भइसक्यो। 6 महिना भइसक्यो उहाँले काम गर्नुभएको छ। सबभन्दा पहिला म दिपकजीलाई म मुरी धन्यवाद दिन चाहन्छु। उहाँको पालामा यति काम भयो कि त्यो कुरा साध्य छैन। एकचोटि उहाँको सम्मानलाई सबले उठेर ताली बजाइदिनु होला। उहाँले के भने कुनै पनि काम गर्नुपर्दा सोधिहाल्ने, दाइ के गर्ने होला, दाइ कसो गर्ने होला। त्यसले गर्दा नि उहाँ पूर्ण रूपमा सफल हुनुभएको छ, हामीले मानेका छौँ। आजका कार्यक्रमका सभापतित्व गर्नुभएका लायन्स क्लब नारायण चित्रवनका अध्यक्ष राजकुमार श्रेष्ठज्यू, फर्स्ट लेडी मेनुका श्रेष्ठज्यू, चीफ गेस्ट डिस्ट्रिक्ट गभर्नर PMGF लाइन नवराज सापकोटाज्यू, उहाँलाई मैले योभन्दा पहिले नै तपाईँ गभर्नर हुनुपर्छ है नवराज सर, पहिले पनि घचकता थियो भने तपाईँ हुनुपर्छ है भन्थे। आज भगवान्ले मेरो कामना पुरा गरेको छ, हामी हर्षित छौँ। हामीभन्दा पछि जन्मिएको क्लब हो भए तापनि हामी उहाँलाई मान्नुपर्छ। जुन उहाँले केही वर्ष अगाडि होइन मलाई पालो मिच्यो नि त भन्ने कुरा पनि गर्नुभएको थियो। नाच्दिनुहोस्, तपाईँ गभर्नर भएर बस्नुपर्छ, गभर्नर तपाईँ हुनैपर्छ, तपाईँ नाच्दिनुहोस् भन्ने भनेको थियो। कति याद छ सरलाई। PDG लाइन राजकुमार श्रेष्ठज्यू, फर्स्ट BDG MGF लाइन प्रभाकर पण्डितज्यू, सेकेन्ड BDG लाइन दिपेन्द्र खतिवडाज्यू, मेरो अति नै मिल्ने साथी। म एरिया चिफ हुँदाखेरि टाढीले सर्लक्क बोकिदिएको 18-19 म त्यो कहिले पनि बिर्सिदिनँ। मैले टाढीले यस्तो बोकेँ कि कुनै पनि कार्यक्रम पर्यो, ल मित्रहरू काठमाडौँ जानु पर्यो, ओके, यहाँबाट सुर्खेत जानु पर्यो, ओके। सबभन्दा बढी त्यो पार्टिसिपेन्ट हाम्रो चितवनबाट हुन्थ्यो कि त्यति बेला। म 18-19 को म एरिया चिफ भएको थिएँ। त्यति बेला उहाँले मलाई यसकै सहयोग गर्नुपर्छ, म धन्यवाद दिन चाहन्छु मेरो व्यक्तिगत तर्फबाट र क्लबको तर्फबाट। र यस ड्याक्समा रहनुभएका विशिष्ट व्यक्तिहरू, लाइन्स व्यक्तिहरू, हाम्रो निमन्त्रणालाई स्वीकारेर आउनुभएका विभिन्न सङ्घ संस्था, नारायणी कला मन्दिरका अध्यक्ष रोहितज्यू, नारायणघाट हामीलाई जुन जन्माउनु भयो, आज यो उमेर भइसक्यो हाम्रो 28 वर्ष उहाँले जन्माउनु हो, उहाँको अध्यक्ष आउनुभएको छ। अध्यक्षलाई म धन्यवाद दिन चाहन्छु। र जति स्पोर्ट्स म भन्ने त्यति बुझाउँदै मेरो दिदीबहिनीहरू म भन्छु, सम्पूर्ण दिदीबहिनीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। आज उपस्थित भइदिनु भएको छ, राम्रो उपस्थिति छ। साथीहरूलाई म मेरो लाइन्सका साथीहरूलाई के अनुरोध गर्न चाहन्छु भने, जुन दिपकजीको पालामा जुन काम भएको छ, काम उहाँले मात्रै गर्नुभएको होइन, उहाँले एउटा ल्याउनु भयो, सबलाई समेट्नुपर्छ भन्ने कुरा उहाँले ल्याउनु भयो, उहाँले समेट्नु भयो।
समेट्ने अनुसार उहाँले काम मजासँग गर्नुभएको छ। काम अन्तर हामी आफै पैसा उठाएर यताउता गरेर हामी काम गर्छौँ। सानोतिनो काम भए पनि हामीले डिस्ट्रिक्टले दिएको काममा पूर्ण रूपमा हामी गरेका छौँ। म दिपकजीलाई सम्पूर्ण रूपमा सम्झन चाहन्छु र शुभकामना पनि दिन चाहन्छु। उहाँको कार्यकाललाई सफल भएकोमा सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद दिनु पार्दा त अर्का आउँछ, त्यही पनि मेरो पूर्व अध्यक्ष भएको नाताले मैले भन्नै पर्छ। र म एउटा गभर्नर साहबलाई म एउटा सानो अनुरोध गर्न चाहन्छु। गभर्नर साहबलाई, गभर्नर साहब गभर्नर हुनुभन्दा पहिला हामीले उहाँलाई अनुरोध गरेका थियौँ, जुन लायन्स क्लब नारायण चित्रवनको नाममा रहेको जग्गामा हामी बालबालिका कलेजसँग मिलेर घर बनाएका थियौँ। हामीलाई जबरजस्ती बच्चाहरू पढिरहेका थिए त्यो कलेजमा, जबरजस्ती घेक्राएर बाहिर निकाल्ने बच्चाहरूलाई साह्रै अन्याय खप्नु परेको थियो। त्यो बालबालिका कन्याको मात्रै होइन कि त्यो चित्रवनमा गएर कि सम्पूर्ण लाइन्सको विजय दुबाएको थियो त्यति बेला। अझै मलाई याद आउँछ, पर्वदाई जस्तो मान्छेहरू सबैजना क्याम्पस चिफहरू, हामी लाइन्सहरू, मुख दर्शक, केही उपाय छैन हाम्रो, घेक्रा जस्तै नै त्यसरी त्यस्तो व्यवहार गरेर महानगरले हामीलाई त्यहाँसम्म हामीलाई गलत पाए। त्यहाँबाट मैले सुनेको छु अहिले त्यो घर त्यो सबै वनमा गएको छ अरे, कहाँसम्म सत्य हो? यदि हाम्रो लायन्सको तर्फबाट गभर्नर साहबले भनेर हुन्छ भने त्यो फिर्ता गरिदिन अनुरोध गर्छु। म पहल गरिदिनु होला। हामी सम्पूर्ण लाइन्सहरू कहाँ जानुपर्छ, के गर्नुपर्छ, हामी तयार छौँ। हाम्रो पनि त्यहाँ मेहनत पनि फसेको छ, आर्थिक पनि फसेको छ। त्यहाँ मात्र कलेजको मात्रै होइन कि हाम्रो पनि छ। कलेज पनि हाम्रै हो, लाइन्स पनि हाम्रै हो। म गभर्नर साहबले यति म अनुरोध गर्छु, साह्रै हामीलाई बेइज्जती रूपमा होइन, यदि महानगरले गर्ने हो भने मात्र चित्रवनको घर मात्र किन, कति छ कति त्यस्तो समय फाल्नु पर्ने त। यदि खुबी भएको भए हामीलाई एकदम सानोमा सानो दर्जा दिएर त्यो पुलिस लगाएर घेक्राए बराबर नै हो, घेक्राएको बराबर हामीलाई त्यस्तो व्यवहार गरे हामीलाई होइन। यदि अब हामीलाई त्यसो गर्यो भने अरूलाई पनि गर्न सक्नु पर्यो नि महानगरले। म गभर्नर साहबलाई यो अनुरोध गर्छु, हामीलाई साह्रै चित्त दुखेको छ। कलेजको विद्यार्थीहरूलाई पढ्दा पढ्दै झारे त्यो महानगरका प्रहरीले यदि झार्न सक्थ्यो भने हामीलाई मात्रै होइन, दुनियाँ छ त्यहाँ, त्यो एरिया दुनियाँ छ, उनीहरू हटाउनु पर्यो नि। मैले आज महानगरलाई बोलाउने भनेको थिएँ, तर वडाध्यक्षज्यूहरूलाई बोलाएको हो, तर आउनुभएको छैन। हामी मोही माग्ने ढुक्रो लुकाउने हामी गर्दैनौँ। हामी लाइन्स हौँ, हामी सेवा गर्ने भावनाले हामी अगाडि बढेका हौँ। हाम्रो जन्म भएको 28 वर्ष भइसकेको छ। म गभर्नर साहबलाई यो अनुरोधै गर्छु, बालबालिका कलेजले पैसा कमायो, ध्यान गर्यो, त्यान गर्यो, बालबालिका कलेजले चित्रवनलाई पैसा दिएको छ, त्यो पनि सुन्न आएको छ।
म गभर्नर साहबलाई के अनुरोध गर्छु भने बालकुमारी कलेजबाट एक सुका पनि हामीले लिएको छैनौँ, एक सुका पनि हामीले दिएका छौँ, हामीले लिएका छैनौँ। म अनुरोध गर्न चाहन्छु जुन त्यो भवन त्यति सही बनेको होइन, प्रत्येक व्यक्तिहरूसँग 5 बोरा सिमेन्ट, 10 बोरा सिमेन्ट, 25 बोरा सिमेन्ट त्यसरी उठाएर बनाएको भवन थियो। हुन त बालकुमारी कलेजको लगानी धेरै भएको छ, त्यसमा हाम्रो पनि लगानी छ भन्ने म अवगत गराउन चाहन्छु गभर्नर साहबलाई। र जुन दिपजीको पालोमा जुन साथीहरूले सहयोग गर्नुभयो त्यसलाई म धन्यवाद दिन चाहन्छु। र अब आउने राजनीतिको पालामा पनि सबले सहयोग गरिदिनु म अनुरोध गर्छु। राजनीतिले पनि समेट्नुहोस्, बोलाउनुहोस्। हाम्रो साथीहरू पाएका छन्, कोही बच्चाहरू छैन, पाएका छन्, बुझ्छन् के बोल्नुपर्छ, के गर्नुपर्छ, सबै थाहा छ। राजनीति तपाईँ ढुक्क भएर अगाडि बढ्नुहोस्। तपाईँको होस्टेमा हैसियत गर्न हामी पूर्व तयारी छौँ। कुनै पनि बेला भन्नुहोस्, हामी आउँछौँ। केही पाउन केही गुमाउनु पर्छ, केही पाउने केही गुमाउनु पर्छ भने जस्तै तपाईँहरूले बोलाउनुहोस्, हामी आउँछौँ, तपाईँलाई पूर्ण रूपमा हामी सहयोग गर्छौँ र तपाईँको कार्यकाल पूर्ण रूपमा सफल होस् र गभर्नर साहबको पाला पनि राम्रो होस्, सफल होस् भन्दै म बिदा हुन चाहन्छु। हस्त नमस्कार। विस्तृत रूपमा जानकारी गराइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। अब भने फेरि शुभकामना मन्तव्यमा फर्किन गएँ। लियो डिस्ट्रिक्ट काउन्सिल प्रेसिडेन्ट लियो विज्ञान पौडेलज्यूलाई आफ्नो भनाइ राखिदिनु हुन म अनुरोध गर्छु। धन्यवाद। भर्खरै मात्र आफ्नो कार्यभार सम्हालेर कुशल तरिकाले आफ्नो कार्यभारलाई निर्वाह गर्दै कार्यक्रमलाई सफल बनाउन प्रेरित भइरहनुभएका कार्यक्रम सञ्चालकज्यू, यसै गरी आजका यस कार्यक्रमका सभाध्यक्ष गरिरहनुभएका सभाध्यक्ष महोदय, यसै गरी आजको यस कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल 325 आर नेपालका वर्ष 25-26 का डिस्ट्रिक्ट गभर्नर PMJF लाइन नवराज सापकोटाज्यू, यसै गरी आजका यस कार्यक्रमका विशिष्ट अतिथि फर्स्ट डिस्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितज्यू, यसै गरी सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर कतिवटा अङ्कल, यसै गरी पूर्व डिस्ट्रिक्ट गभर्नर राजकुमार सर, यसै गरी एक्सटेन्सन चेयरपर्सन मेम्बरसिप एक्सटेन्सन आदरणीय म्याडम, यसै गरी क्लस्टर चिफज्यू लगायत उपस्थित सम्पूर्ण लायन्स क्लब अफ नारायणघाट चितवन र लियो क्लब अफ नारायणघाट चितवनको यो ऐतिहासिक कार्यक्रमलाई सफल बनाउनका निम्ति आफ्नो व्यस्त समयको व्यस्त तालिकालाई व्यवस्थापन गरेर यहाँसम्म पाल्नुभएका सम्पूर्णलाई लियो जिल्ला परिषद 325 आरको तर्फबाट र लियो जिल्ला परिषद 325 आरको वर्ष 25-26 को जिल्ला अध्यक्ष म लियो लाइन विज्ञान बोर्डको तर्फबाट उपस्थित सम्पूर्णलाई सत प्रणाम टक्राउन चाहन्छु। स्वीकार्नुहोस् मेरो प्रणाम। मेरो खासै भन्नु त केही पनि छैन, मात्र दुईटा बुदामा रहेर म आफ्ना भनाइलाई संक्षिप्त रूपमा राख्न चाहन्छु। मलाई अघि गभर्नर साहबले भने चाहिँ यो 108औं वर्षसम्म लायन्स इन्टरनेसनल रहन कसरी सक्यो भन्ने कुरो पनि एउटा यो ऐतिहासिक मैले यसो पढ्दै गर्दाखेरि म आफू जिल्ला अध्यक्ष भइसकेपछि अध्ययन गर्दै गर्दाखेरि चाहिँ मैले पत्ता के लगाएँ भने जस्तो 1913 मा पहिलो सायद 1913 मा पहिलो विश्वयुद्ध सुरु भयो, त्यसपछि विश्व एकदम ग्रसित अवस्थामा थियो अनि अरू त इतिहास हामीलाई थाहा छँदै नै छ। तर मेल्भिन जोन्स खासमा हाम्रो फर्स्ट इन्टरनेसनल डिस्ट्रिक्ट प्रेसिडेन्ट विलियम वुड हुनुहुँदो रहेछ र मेल्भिन जोन्स फाउन्डरको रूपमा हुनुहुन्छ।
भनेको यहाँनिर नै एउटा सद्भाव र शिष्टाचार देख्न सकिन्छ। किनभने लाइन्समा कहिले पनि पदीय घमण्ड रहेन, तसर्थ आज 108 वर्षसम्म यो संस्था रहन सक्यो। हामीले सधैँ मैले सुकै बिर्स्या रहेछु, मैले भर्खरै बहिर्गमन हुनुभएका अध्यक्षज्यूलाई पनि धेरै धेरै बधाई छ, धन्यवाद छ, र भर्खरै आगमन हुनुभएका अध्यक्षज्यूलाई पनि धेरै धेरै बधाई धन्यवाद छ। यो बिचमा हामीसँग एकदम हाँसेर खुलेर हामी यो क्लबमा मात्रै होइन, सम्पूर्ण नेपालभरि विश्वभरि नै हाम्रो यो लाइन्सको चाहिँ सिस्टम नै हाँसेर नै हामीले आफ्नो पद हस्तान्तरण गर्छौँ अनि पद लिन्छौँ भनेको यो एउटा स्वभावले नै यो लाइन्स इन्टरनेसनल 108 वर्षसम्म र औरात्र यो त आजीवन जाने अवस्था पनि छ। र हिजो पहिलो विश्वयुद्धको अवस्था देखेर यो संस्था स्थापित भयो जस्तो लाग्छ मलाई, र दोस्रो विश्वयुद्धमा एकदमै आक्रामक रूपमा उसले समाज रूपान्तरण र समाज सेवाका लागि लाइन्स अन्तर्राष्ट्रियले एकदम अहम भूमिका खेलेको छ, हामीलाई सर्ववेदित नै छ। त्यस्तै सानोतिनो विश्वयुद्ध भन्दा पनि अझ ठुलो चोट हो, किनभने बाख्रालाई बाख्राकै सिङगरुङ्गो हुन्छ, भैँसीलाई भैँसीकै सिङगरुङ्गो हुन्छ। हाम्रो जुन नेपालको अहिलेको परिस्थिति हेर्ने हो भने जुन जेनजीको आन्दोलनले गर्दाखेरि देशमा एउटा विषम परिस्थिति सिर्जना भएको छ, अन्यलता सिर्जना भएको छ। जस्तो हामीले प्रशासनिक कामको लागि सेवा गर्नका लागि हामीले जिल्ला प्रशासनमा हामीले सामानहरू दियौँ, जुन अपरेटिङ सामानहरू दियौँ, र हामीले एउटा त्यो भूमिका निर्वाह गऱ्यौँ। तर त्योभन्दा अझ धेरै कामहरू हाम्रो बाँकी छ। यो नै एउटा प्रशासनिक काम भयो, तर एउटा व्यक्तिको मनोभावमा अझै हामी काम गर्न बाँकी नै छ जस्तो लाग्छ मलाई। जस्तो हामीले सप्ताहव्यापी रूपमा मेन्टल हेल्थ अवेरनेस मनायौँ, तर हामीले यो वर्षभरि नै मेन्टल हेल्थ अवेरनेस मनाउन पर्ने हो कि गभर्नर साहब जस्तो हामीलाई त्यो भान भइरहेको छ। किनभने वयस्क होस्, युवा होस्, जोसुकै होस्, आज अलिकति हिजोको अवस्थाभन्दा भोलि के हुने हो भन्ने डरले नै कहिले एउटा चिच्चाइदिएको छ, भोलि चिच्चाइदिएको छ, घरबाट काठमाडौँ नै जानु पऱ्यो भने पनि जाने कि नजाने होला, त्यो बाटोमा के हुन्छ भन्ने अवस्था छ। यसले गर्दा सम्पूर्णलाई यो युवादेखि लिएर हरेकलाई यो मेन्टल हेल्थको लागि चाहिँ एकदमै आवश्यक छ। त्यसको हिसाबले हामीले चाहिँ अब सप्ताहव्यापी रूपमा त हामी गऱ्यौँ, त्यो सफल नै रह्यौँ। तर आगामी दिनमा पनि लियो क्लब अफ नारायणघाट चित्रवन र लाइन्स क्लब अफ नारायणघाट चित्रवनले पनि यो विषयमा गहन विश्लेषण गरेर चाहिँ अगाडि बढ्नेछ, र मलाई जहाँसम्म लाग्छ निकट भविष्यमै अब गभर्नर साहबले पनि यसको लागि केही कार्यक्रम तर्जुमा गर्नुहुनेछ भन्ने पनि हामीले अभिलाषा लिएका छौँ। र यसै गरी यो 28 वर्षसम्म यो 2 दशक पार गरेर 3 दशक छुन लाग्दै गर्दा कहिले पनि नथाकिकन, कहिले पनि नरोकिकन समाज रूपान्तरण र समाज सेवाका लागि सधैँ तत्पर र अग्रसर रहने यस लाइन्स क्लब अफ नारायणघाट चित्रवनलाई आगामी दिनमा पनि यसरी नै समाज रूपान्तरणका निम्ति हजुरहरूका पाइला अगाडि बढ्दै जाउन् भन्ने शुभकामनासहित लियो क्लब अफ नारायणघाट चित्रवनलाई पनि शुभकामनासहित हिजोको दिनमा पनि लियो क्लब अफ नारायणघाट चित्रवनले जिल्ला र जिल्लाका कार्यक्रमहरूलाई सहयोग गर्दै आइरहेको छ, र लियो क्लब अफ नारायणघाट चित्रवनले एउटा जिल्ला अध्यक्ष पनि हामीलाई दिइसकेको छ, र अहिले हाल डिस्ट्रिक्ट सेक्रेटरी पनि लियो क्लब अफ नारायणघाट चित्रवनबाटै हुनुहुन्छ। तसर्थ एउटा लिडरसिप ग्रोथको लागि पनि लियो क्लब अफ नारायणघाट चित्रवनले अहम भूमिका खेल्दैछ, र यसरी नै जिल्लालाई हिजोका दिनमा र आजका दिनमा गरेको सहयोग भोलिका दिनमा पनि रहिरहोस् भन्ने अभिलाषासहित आफ्ना भनाइलाई यहीँ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। जय लाइन्सवाद, जय लियो, जय देश। लायन्स क्लब अफ नारायणगढ चित्रवनको 28औं इन्स्टलेसन कार्यक्रम तथा लियो क्लब अफ नारायणगढ चित्रवनको 17औं इन्स्टलेसन समारोहका कार्यक्रमका अध्यक्षता गरिरहनुभएका लायन्स क्लब चितवन नारायणगढ चित्रवनका अध्यक्ष आदरणीय राजकुमार श्रेष्ठ सर, आजका कार्यक्रमका प्रमुख अतिथि श्रद्धेय डिस्ट्रिक्ट गभर्नर पिएमजेएफ लाइन नवराज सापकोटा सर, हाम्रा संस्थाका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित सर, त्यसै गरी श्रद्धेय सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर दिपेन्द्र खतिवडाज्यू, हाम्रो संस्थाका पूर्व गभर्नर श्रद्धेय राजकुमार श्रेष्ठ सर, डिस्ट्रिक्टका डिस्ट्रिक्ट क्याबिनेट ट्रेजरर आदरणीय विकास पौडेल सर, यहाँ उपस्थित हुनुहुने सिनियर डिस्ट्रिक्ट कोअर्डिनेटर आदरणीय दुर्गा लक्ष्मी श्रेष्ठ भाउजू, यस कार्यक्रममा उपस्थित हुनुभएका लायन्स क्लब नारायणगढ चित्रवनका सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू तथा सम्पूर्ण क्लब परिवारलाई मेरो व्यक्तिगत तर्फबाट तथा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325 क्लस्टर 3 परिवारको समग्र तर्फबाट हार्दिक नमन अभिवादन टक्राउन चाहन्छु। आज अत्यन्तै खुसी लागेको छ यो समारोहमा यहाँनिर आइपुग्दा। खुसी यस अर्थमा कि यो हाम्रो 3 नम्बर क्लस्टर अन्तर्गतकै यो क्लब थियो। 3 नम्बर क्लस्टरले 2टा
फरक फरक कार्यक्रम गरेर योभन्दा अगाडि संयुक्त इन्स्टलेसन प्रोग्राम गरिसकेको कुरा यहाँहरूलाई अवगत नै छ। हामीले ग्यालेक्सी गार्डन रिसोर्टमा 20वटा क्लबको इन्स्टलेसन गरेका थियौँ। त्यसै गरी नारायणगढ गैँडाकोटको त्यो नारायणी रिसोर्टमा पनि हामीले अर्को बाँकी क्लबहरूको कार्यक्रम गरेका थियौँ र हाम्रो क्लस्टर अन्तर्गतको यो नारायणगढ चित्रवनको चाहिँ आज यो कार्यक्रम हुँदै थियो र यो आज सहित गरेर हाम्रो 3 नम्बरको सबै क्लबहरूको इन्स्टलेसन सकिसकेको छ। यस अर्थमा यहाँनिर आएर नारायणगढ चित्रवनको कार्यक्रममा यसरी औपचारिक समारोहमा क्लस्टर चिफको हिसाबले यहाँनिर उभिन पाएको छु। यो पहिलो कार्यक्रममा तपाईँहरू माझ यहाँनिर आउन पाउँदा र यो खुसी व्यक्त गर्न पाउँदा अत्यन्त खुसी लागेको छ र यहाँहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। र खुसी अर्को अर्थमा पनि कि आज हामीले लायन्स अन्तर्राष्ट्रिय हाम्रो क्लस्टर नम्बर 3 परिवारले चाहिँ एउटा आज सेवा कार्यको क्षेत्रमा रक्तदानको अघिल्लो वर्ष हामीले 276 प्रिन्ट रगत कलेक्सन गरेर एउटा चाहिँ मानक स्थापित गरेका थियौँ भने आज त्यो हाम्रो आफ्नै रेकर्डलाई ब्रेक गरेर हामीले 307 प्रिन्ट रगत कलेक्सन गर्न सकेका छौँ। र त्यो सेवा कार्यको जुन खुसी छ त्यो खुसी पनि यहाँहरू माझ बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। यहाँहरू सबैप्रति पनि यहाँले पुर्याउनु भएको सहयोग सद्भावको लागि पनि म आभार प्रकट गर्न चाहन्छु। यो इन्स्टलेसनको तयारी थियो, सबै कुरा थियो। बेलुकी यहाँनिर कार्यक्रम हुँदाहुँदै पनि राजकुमार दाई, राज भण्डारी दाई लगायत दाईहरू चाहिँ त्यहाँनिर गएर के छ तयारी कस्तो छ रक्तदानको, हामी त उतापट्टि कार्यक्रममा छौँ, तैपनि अलिकति पेट पोलेर के भइरह हेर्न आएको भनेर भन्नुभएको थियो। अनि उहाँहरूको उपस्थितिले पनि हामीलाई त्यहाँनिर अर्कै खालको आनन्दाभूति गराएको थियो। त्यस अर्थमा तपाईँहरूप्रति फेरि नतमस्तक हुँदै धेरै धन्यवाद दिन चाहन्छु। आदरणीय दिपक दाई, म सम्झिन चाहन्छु क्लस्टरको सचिव थिएँ अघिल्लो वर्ष। दिपक दाईसँग बसेर दाईले नारायणगढ चित्रवनको अध्यक्ष भएर काम गरिरहँदा दाईको सामिप्यतामा रहेर हाम्रो क्लस्टरले गरेका सबै गतिविधिमा दाईले जहिले पनि के हो भाइ कसो यस्तो उस्तो सबै कुरामा फोटोग्राफी दाईको अझ प्यासनको विषय पनि रह्यो। सबै हिसाबले दाईले डिजाइन कुराहरू सबै कुराहरूमा पनि सहयोग सद्भाव गर्नुभयो र मलाई हौसला प्रदान गर्नुभएको थियो भने आदरणीय दाईलाई त्यस अर्थमा दाईले यो नारायणगढ चित्रवनलाई अघिल्लो वर्षमा जुन हिसाबले डोर्याउनु भयो र जुन सफलता दाईले चाहिँ प्राप्त गर्नुभयो त्यसको लागि दाई लगायत दाईको टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै हार्दिक धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। भने अब आगामी कार्यकाल सुरु भइसकेको छ, 4 महिना लगभग व्यतीत छौँ र राजकुमार दाईको नेतृत्वमा यो नारायणगढ चित्रवनले अर्को सेवाको क्षेत्रमा अर्को मानक स्थापित गर्नेछ र इतिहास कायम गर्नेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। नारायणगढ चित्रवनको पोटेन्सियालिटी जुन छ, जुन हिसाबको यसको चाहिँ ग्राभिटी छ, मलाई लागेको कुरा चाहिँ के भने यो ग्राभिटी जति छ त्यो ग्राभिटी अनुसारको अझै बढी चाहिँ यसले चाहिँ अरू रफ्तार समाउनु पर्ने जरुरी छ भन्ने मैले महसुस गरेको छु र यो रफ्तार अबका वर्षहरूमा अझ कायम गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै अब आउने नयाँ टिमलाई फेरि पुनः एकपटक हाम्रो सेवा कार्यका क्षेत्रहरूमा जोडेर सधैँभरि एकाकार भएर क्लस्टरको एउटा नेतृत्वको हिसाबले र तपाईँको भाइ साथीको हिसाबले सबै हिसाबले पनि एउटा व्यक्तिगत तौरबाट या एउटा चाहिँ हामी सबै संस्थागत हिसाबले पनि लागेर एकजुट भएर हातेमालो गर्दै सेवा कार्यका क्षेत्रमा जुट्नेछौँ भन्ने विश्वास पनि व्यक्त गर्दै यहाँहरू सबैलाई पुनः एकपटक यो 28औं इन्स्टलेसन समारोहको यो अद्भुत समारोहको सफलता उन्मुख समारोहको लागि पुनः एकपटक हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्न चाहन्छु र बिदा हुन चाहन्छु। हस्, नमस्कार, जय लायन। शुभकामना मन्तव्यतर्फ फेरि प्रवेश गर्ने भए शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुनको निम्ति पास्ट डिस्ट्रिक्ट गभर्नर PMGF लायन राजकुमार श्रेष्ठजीलाई म हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद। कार्यक्रम सञ्चालक मित्र उद्धव जोशी, उहाँ यो क्लबको पास्ट प्रेसिडेन्ट पनि हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि कार्यक्रमको सञ्चालन पनि त्यत्तिकै राम्रो ढङ्गले गरिराखेको छ। आज नारायणगढ चित्रवनको 28औं लायन्स क्लबको र लियो क्लबको 17औं यो पदस्थापन कार्यक्रम, यो कार्यक्रमलाई अहिले सेकेन्ड सेसनमा अध्यक्षता गरिराख्नुभएका यस क्लबका भर्खरै पदस्थापित हुनुभएका मेरा प्रिय भाइ राजकुमार श्रेष्ठ, त्यस्तै गरी उहाँको साथमा रहनुभएका मेनका बहिनी
हाम्रो आजको यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो डिस्ट्रिक्टका नेता नवराज सापकोटाज्यू, त्यस्तै गरी फर्स्ट भाइस गभर्नर प्रभाकर पण्डितज्यू, सेकेन्ड भाइस गभर्नर दिपेन्द्र खतिवडाज्यू, दासमा रहनुभएका वुमन अनरेरी सेल मेम्बर दुर्गा लक्ष्मी श्रेष्ठ, हामीसँग अघि डिस्ट्रिक्ट लेभलका थुप्रै साथीहरू हुनुहुन्थ्यो, अहिले हुनुहुन्न। त्यस्तै गरी हामी माझ अहिले रहनुभएका लियो काउन्सिल प्रेसिडेन्ट, डिस्ट्रिक्ट प्रेसिडेन्ट विज्ञान भाइ र आजको यस कार्यक्रममा उपस्थित रहनुभएका आमन्त्रित महानुभावहरूमा नारायणी कला मन्दिरका वर्तमान अध्यक्ष रोहित श्रेष्ठज्यू, नारायणगढ लायन्स क्लबका वर्तमान अध्यक्ष सनत पिया र विशेष गरेर मलाई तपाईहरुको कार्यक्रममा आउँदाखेरि मलाई रमाइलो लाग्ने र म अलिकति खुसी हुने एउटा पक्ष के हो भने तपाईहरुको कार्यक्रममा स्पाउसहरुको पनि तपाईहरुको सहभागिता हुन्छ र म आज तपाई दिदीबहिनीहरूलाई पनि सम्बोधन गर्न चाहन्छु। नारायणगढ चित्रवनको गत वर्षको कुराकानीहरू अब कति दोहोर्याउने, दीपक भाइले प्रष्टका साथ नबुझ्ने कोही नहुने गरी चाहिँ उहाँले भनेर गइसक्नु भएको छ। म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले डिस्ट्रिक्टबाट हेर्दाखेरि उहाँको नेतृत्वमा गत वर्ष जसरी नारायणगढ चित्रवन लायन्स क्लब अगाडि बढ्यो, त्यो एउटा टिम वर्कको स्ट्रेन्थले जुन अगाडि बढेको थियो। अब हामी के चाहन्छौँ भने यो वर्ष पनि अबको यो 25-26 को वर्ष पनि त्यसरी नै अगाडि बढोस् र मलाई लाग्दछ हाम्रा भाइ राजकुमार श्रेष्ठ, हामी राजन पनि भन्छौँ उहाँलाई, राजन भाइ पनि कम छैनन्। उहाँ पनि अनुभवले खारिएको व्यक्ति हुनुहुन्छ। यो क्लबमा विभिन्न पदहरूमा बसेर उहाँ अहिले भर्खर मात्रै अध्यक्ष हुनुभएको, उहाँको पनि पद चाहिँ हिजो धेरै अगाडि नै अध्यक्ष भइसक्नु पर्यो उहाँ पनि। त्यस हिसाबले उहाँ पनि एकदमै एउटा खारिएको व्यक्ति हुनुहुन्छ, अनुभवी व्यक्ति हुनुहुन्छ। हामी आशा गरौँ अब उहाँको कार्यकाल पनि जसरी 24-25 को दीपक प्रधानले आफ्नो कार्यकाललाई स्वर्णिम बनाएर जानुभयो, त्यसरी नै उहाँको कार्यकाल पनि स्वर्णिम हुनेछ। त्यस कार्यमा मलाई के लाग्दछ भने दीपक प्रधानजीको ठुलो हात रहनेछ। उहाँ इमिडिएट पास्ट प्रेसिडेन्ट भएको नाताले अहिले भर्खर त्यो आफ्नो कार्यकाल सिद्ध्याएको उहाँको जुन अनुभवहरू छन्, ती अनुभवहरूलाई राजकुमार भाइलाई उहाँले चाहिँ सहयोग गरिदिनु भयो भने यसले मेरो विचारमा धेरै फरक पार्दछ। उहाँको सहयोग उहाँलाई धेरै जरुरत छ और मलाई लाग्छ दीपक प्रधानबाट त्यो सहयोग प्राप्त हुने नै छ। र लियो क्लब पनि तपाईहरुको छत्रछायामा अगाडि बढिराखेको छ। लियो क्लबहरूले पनि राम्रा कामहरू गरेको हामीले सुनिराखेका छौँ, हामीले थाहा पाइराखेका छौँ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। र विशेष गरेर नारायणगढ चित्रवन लायन्स क्लबको कुरा गर्दाखेरि तपाईहरुसँग मेरो विभिन्न कार्यक्रममा सहभागिता हुँदाखेरिको मेरो छुट्टै एउटा यादहरू छन्। तपाईहरुसँग थुप्रै कार्यक्रममा म अगाडि तपाईहरुसँग हिँडेको छु। तपाईहरुको विभिन्न ठाउँमा विभिन्न खालका कार्यक्रमहरूमा तपाईहरुसँग म साथमा रहेको पनि एउटा अनुभवले मलाई के भन्न मन लाग्छ भने तपाईहरुमा काम गर्ने जोश, हौसला, काम गर्ने कला त्यो सबै छ। अब
मैले यति भनिराख्दाखेरि अब अलिकति एउटा शब्द केही शब्द थप्नुपर्ने कुरा के भने अब यसलाई तपाईँहरूले अझ तपाईँहरूको त्यो जिललाई अलि अगाडि ल्याउनु पर्ने देखिन्छ। अब तपाईँहरूलाई सहयोग गर्नुपर्ने सन्दर्भमा मैले सम्भवतः धेरै पटक भनेको छु होला कि तपाईँहरूलाई कुन खालको सहयोग हामीबाट चाहिन्छ। एउटा पास्ट डिस्ट्रिक्ट गभर्नरको नाताले, पूर्व डिस्ट्रिक्ट गभर्नरको नाताले तपाईँहरूलाई अझ अगाडि बढ्नको लागि, अझ चम्किनको लागि के कस्तो खालको सहयोग चाहिन्छ तपाईँहरूले भन्नुभएको खण्डमा व्यक्तिगत रूपमा म त्यसको लागि म प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छु। अहिले भर्खर हाम्रो देवेन्द्रजीले केही तपाईँहरूको क्लबकोबाट अन्डरटेक गरेको कुनै प्रोजेक्टको बारेमा कुराहरू गर्नुभयो। त्यो प्रोजेक्टको बारेमा म डिस्ट्रिक्ट गभर्नर हुँदाखेरि पनि ती कुराहरू त्यति बेलादेखिको कुराहरू हो। अब म यति बेला चाहिँ म केही कुराहरू भन्न सक्ने अवस्थामा त छैन। यति बेला हाम्रो डिस्ट्रिक्ट गभर्नरजी यहाँ हुनुहुन्छ, उहाँले सम्भवतः तपाईँलाई एउटा अफिसियल्ली तपाईँहरूलाई केही भन्नु होला यो बारेमा, किनभने यो कुराहरू कसैले पनि उच्चारण गरेन भन्ने खालको जस्तो हामी पिडिजी पनि नाताले मैले यो कुरालाई यति कम्तीमा पनि उच्चारण गर्नु मेरो कर्तव्य हो। र अब यसको के हो भन्ने कुरा अब डिस्ट्रिक्ट गभर्नरजीले भन्नुहुन्छ भन्ने मलाई लाग्दछ। तपाईँहरूको क्लबका अब हामीले मानिआएको, हामीले ठानिआएको साथीहरू, हाम्रा अग्रजहरू, रेशमलाल श्रेष्ठ जस्ता साथीहरू अहिले तपाईँहरूको साथमा अहिले नजिकमा यहाँ हुनुहुन्न। उहाँ अलिकति स्वास्थ्यको कारणले गर्दाखेरि स्वास्थ्य लाभ गरिराख्नु भएको छ भनौँ। उहाँ अब अलिकति स्वास्थ्य उपचारमा हुनुहुन्छ। म आजको यति बेला तपाईँहरूको क्लबको इन्स्टलेसन भइराखेको बेलामा यो क्लबलाई जन्म दिनको लागि यो क्लबको परिकल्पना गर्ने व्यक्तिहरू मध्येको रेशमलाल श्रेष्ठ जस्ता लेजेन्डरी पिपललाई म सम्झन चाहन्छु र उहाँको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्न चाहन्छु। अहिले भर्खरै हाम्रो नजिकबाट हाम्रो क्लस्टर चिफ अजामिन भाइले तपाईँहरूसँग आफ्नो भनाइहरू राखेर जानुभयो। तपाईँहरू पनि आजको मेगा ब्लड डोनेसन कार्यक्रमको चाहिँ सहयात्री हुनुहुन्थ्यो। बडो खुसीको कुरा हो कि आज 307 पिन्ट रगत कलेक्सन भएको छ। जिल्लामा रगतको हाहाकार भएको बेलामा तपाईँहरू समेत संलग्न रहेको क्लस्टरले 307 पिन्ट रगत कलेक्सन गरेर सम्भवतः हजारौँ मान्छेहरूको अब जीवनदान यसबाट हुनेछ भन्ने कुरामा हामी एकदम विश्वस्त हुन सक्छौँ र यसमा तपाईँहरूको पनि योगदान रहेको कुरा हामीले थाहा पाइराखेका छौँ। यसको लागि म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र विशेष गरेर म हाम्रो अजामिन भाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँको अथक प्रयासबाट आजको यो विशेष कार्यक्रमको विशेष एउटा उपलब्धिहरू हासिल भएको छ। र अन्तमा धेरै कुराहरू नभनिकन गत वर्ष दीपक प्रधानको टिमले जे जति राम्रो कामहरू गर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूले एउटा माइलस्टोन क्रिएट गर्नुभएको छ सर्भिसको सेक्टरमा। त्यस्तै गरी अब 25-26 को कार्यकाल राजकुमार श्रेष्ठ भाइको नेतृत्वमा अगाडि बढिराखेको छ। उहाँको नेतृत्वको यो टिमले कम्तीमा पनि दीपक प्रधानले जति गर्नुभयो त्यतिबाट नघट्ने गरी सेवा क्षेत्रमा उपलब्धिहरू हासिल गरोस् भन्ने हार्दिक शुभकामनाका साथ यहाँबाट अहिले म बिदा हुन्छु। धन्यवाद। जय लाइनवाद। नमस्कार। महानगर निर्देशन गर्नुभएकोमा अब भने सेकेन्ड भिडिजी
पिएमजिएफ लाइन दिपेन्द्र खट्टरज्यूलाई शुभकामना मन्दिरको लागि म अनुरोध गर्छु। धन्यवाद सो कार्यक्रम सञ्चालक उद्धव सर, आजका यस कार्यक्रमका सभाध्यक्ष, लायन्स क्लब अफ नारायणगढ चित्रवनका श्रद्धेय अध्यक्ष राजकुमार श्रेष्ठज्यू, क्लब फर्स्ट लेडी मेनका म्याम, त्यसै गरी आजका प्रमुख अतिथि श्रद्धेय डिस्ट्रिक्ट गभर्नर नवराज सापकोटाज्यू, आजका विशिष्ट अतिथि श्रद्धेय फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितज्यू, त्यसै गरी हाम्रा अभिभावक श्रद्धेय पास्ट डिस्ट्रिक्ट गभर्नर राजकुमार श्रेष्ठज्यू, अनरेडिसनल मेम्बर श्रद्धेय दुर्गालक्ष्मी श्रेष्ठज्यू, लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट विज्ञान पौडेलज्यू, यहाँ उपस्थित सम्पूर्ण क्याबिनेटका पदाधिकारीज्यूहरू, यस क्लबका पूर्व अध्यक्षज्यूहरू, पारिवारिक सदस्यज्यूहरू, उपस्थित लियो भाइ बहिनीहरू, धेरै कुराहरू आइसक्यो। दीपक दाई अब जसले उत्कृष्ट कार्यकाल सम्पन्न गर्नुभयो भर्खर निवर्तमान भइरहनु भएको छ, तर पनि दाइको अझै केही जिम्मेवारी बाँकी छ। निवर्तमान भइरहँदाखेरि कतिपय अवस्थामा हामी क्लबको अध्यक्ष नभएसम्म धेरै कुराहरू सिकेका हुँदैनौँ, बुझेका हुँदैनौँ। अध्यक्ष भइसकेपछि केही कुराहरू हामी बुझ्छौँ, तर निवर्तमान भइसकेपछि आउने अध्यक्षलाई गाइडिङ गर्दैनौँ। त्यो बेलामा अध्यक्ष फेरि अलवालमा परिरहेको जस्तो लाग्छ। त्यस कारणले गर्दा जसरी दाइ आफ्नो कार्यकाल सफल बनाउनु भयो, अब अहिलेका वर्तमान अध्यक्षज्यूलाई पनि यहाँले गाइडिङ गरेर अगाडि यो कार्यकाल 25-26लाई उत्कृष्ट बनाउन यहाँको महत्त्वपूर्ण योगदान हुनेछ। दीपक दाइ लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु, आभार प्रकट गर्न चाहन्छु। त्यसै गरी अहिलेका अध्यक्षज्यूको उत्कृष्ट कार्यकाल सुरु भइसकेको छ। केही कार्यक्रमहरूमा म आफूलाई पनि सहयोग गर्ने अवसर प्राप्त भएको थियो र बाँकी कार्यकाल यहाँ लगायत यहाँको टिमको उत्कृष्ट होस्, म यहाँलाई शुभकामना दिन चाहन्छु। हामीले कार्यक्रमहरू साना कार्यक्रमहरू भनौँ अथवा ठुलो कार्यक्रम सेवा गर्नको लागि हामी लाइन्समा जोडिरहेका छौँ। त्यहाँ हामीलाई केही कार्यक्रमहरू अगाडि बढाउनलाई कहिलेकाहीँ हामी बाहना गर्छौँ भने कहिलेकाहीँ हाम्रो चाहना हुन्छ। आजको प्रतिकूल समयमा पनि पानी परिरहेको थियो, बाहना थियो, कार्यक्रम स्थगित गर्नुपर्ने थियो, तर क्लस्टर चिफ यहाँहरूको सबैको सहयोगमा यहाँले चाहना राख्नुभयो। 307 फिट ब्लड कलेक्सन भयो। आज पानी परिरहेको थियो, हिजोबाट भएको थियो, मौसम राम्रो छैन, हामीले कार्यक्रम नगरौँ भनेर बाहना बनाउन मिल्ने ठाउँ थियो। त्यस कारणले गर्दाखेरि पनि यहाँहरू सबैले आफ्नो यो मेरो क्लब हो, म मेम्बर भइसकेपछि मैले केही गर्नुपर्छ भनेर यहाँहरूले क्लबका अध्यक्षज्यूलाई सहकार्य गरिदिनु हो भने, सानो सहयोग गरिदिनु हो भने अध्यक्षज्यूको कार्यकाल स्वर्णिम रहनेछ। अध्यक्ष एक्लैले गरेर केही पनि हुँदैन, सम्पूर्ण साथीहरूको साथ चाहन्छ। यहाँले पक्कै पनि अध्यक्षज्यूलाई साथ दिनुहुनेछ। म यहाँहरूलाई त्यही अनुसारै मभन्दा करिब 1 दशकभन्दा अगाडि आएको क्लब, म लाइनमा आउनुभन्दा, त्यस कारणले गर्दा यो क्लबको बारेमा धेरै कुरा गर्नु छैन। यसले धेरै कार्यहरू गरेको छ र अघि देवेन्द्र दाइले भन्नुभएको कुरामा गभर्नर साहबबाट केही कुरा आउला र एज अ डिजी टिमको एउटा मेम्बर भएको नाताले कतै मेरो सहयोग भएको खण्डमा म पूर्ण रूपले त्यसमा सहकार्य गर्ने, सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै मेरो भनाइ यही अन्त्य गर्छु। हस्, धन्यवाद। भिडिजीज्यू अब भने फर्स्ट भिडिजी एमजिएफ लाइन प्रभाकर पण्डितज्यूलाई शुभकामनाका शब्दहरू राखिदिन म अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रमका सञ्चालक तथा क्लबका पूर्व अध्यक्ष उद्धव जोशीज्यू, लायन्स क्लब अफ नारायणगढ चित्रवनको यो गौरवपूर्ण 28औं इन्स्टलेसन सेरेमनी र लायन्स क्लब अफ लियो क्लब अफ नारायणगढ चित्रवनको यो 17औं इन्स्टलेसन सेरेमनीको अध्यक्षता गरिनुभएका आदरणीय राजकुमार श्रेष्ठज्यू, फर्स्ट लेडी मेनका भाउजू, आजका इन्स्टलेसन अफिसर, प्रमुख अतिथि श्रद्धेय डिस्ट्रिक्ट गभर्नर नवराज सापकोटाज्यू, त्यस्तै गरी हाम्रो एसोसिएसनका सेकेन्ड भिडिजी मेरा अनन्य मित्र दिपेन्द्र प्रसाद खतिवडाज्यू, रहनुभएका मानक लाइनहरू, यहाँ उपस्थित परिवारका सदस्यज्यूहरू, लियो भाइ बहिनीहरू, सबैमा हार्दिक नमस्कार। यति पुरानो क्लबको इन्स्टलेसन प्रोग्राममा उभिरहन पाउँदा साँच्चै नै गर्वान्वित भएको छ। तपाईहरूको उपस्थिति, तपाईहरूको निरन्तरता भनेको सिङ्गो डिस्ट्रिक्टले गर्व गर्न लायक अवस्था हो। तपाईहरू यस्ता समाजका प्रतिष्ठित व्यक्तिहरू यो क्लबमा निरन्तर हुनुहुन्छ। तपाईहरू यो डिस्ट्रिक्टको सम्पत्ति हो। त्यसकारण यहाँले गरेका हरेक मानवीय सेवाका कार्यहरू अरू नयाँ क्लबहरूले हेरिरहेका हुन्छन्
त्यसकारण सङ्ख्यात्मक भन्दा पनि गुणात्मक सेवाका कार्यहरू गर्न म अनुरोध गर्दछु जुन गरिरहनु भएको छ। दीपकजीले गत वर्ष साँच्चै नै एक कुरा उठेको थियो, हरेक पल कहीँ कतै अल्झिनु भयो भने सोध्नुहुन्थ्यो। यसरी सहकार्य गर्ने ट्रस्टले आयोजना गरेका विभिन्न भेला मिटिङमा होस् या कहीँ जाँदा होस्, मैले दीपकजी एक्लै गएको देखिनँ। कहिले सैमिस दाइ हुनुहुन्थ्यो, कहिले देवेन सर हुनुहुन्थ्यो, कहिले अर्को साथी हुनुहुन्थ्यो। त्यो उहाँको खुबी हो, गुण हो। यसरी साथीहरूलाई सहकार्य गरेर सँगै समेट्दाखेरि क्लबको गतिशीलता निश्चय पनि राम्रो भएको थियो। राम्रा कार्यहरू भएका छन्। म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु र हार्दिक धन्यवाद भन्न चाहन्छु, बधाई दिन चाहन्छु। अत्यन्त कुशलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ। यहाँको टिमलाई हार्दिक बधाई र राजकुमार सर जुन अब आज भर्खरै पदस्थापित हुनुभएको छ, उहाँ र उहाँको सिङ्गो टिमलाई म आगामी कार्यकाल अत्यन्त स्वर्णिम रहोस्, मननयोग्य रहोस्, म शुभकामना व्यक्त गर्न चाहन्छु। मलाई दीपकजीले भन्दै गरेको एउटा कुराले अलिकति छोयो या मैले इन्जोय गरेँ। लाइन बादमा लागिरहँदै गर्दाखेरि फेलोसिप पनि महत्त्वपूर्ण कुरा रहेछ, हामीले त्यो गरिरहेछौँ भन्नुभयो। हो पनि राइनस कोट पुग्यौँ भन्नुभयो परिवारको साथमा। माथि भालुवाङ कि कहाँ चितवनको हात्तीबाङ त्यो ठाउँमा पुग्यौँ भन्नुभयो परिवारको साथमा। यति धेरै परिवारलाई समेटेर आज पनि यति धेरै पारिवारिक सदस्यलाई बटुलेर मतलब बोलाएरै आज कार्य सम्पन्न गर्नुभएको छ। मलाई अलिकति खड्केको कुरा के भने भनिहाल्न मन लाग्यो, क्लबमा जम्मा 4 जना हुँदो रहेछ लेडिज मेम्बरहरू। यतिका स्पाउसहरूलाई हामी किन समेट्न सक्दैनौँ? अहिले डिस्ट्रिक्टको एउटा टार्गेट छ हामीलाई अन्तर्राष्ट्रिय दिएको रिक्रुटमेन्ट टार्गेट, 1325 जना मेम्बर हामीले ग्रोथ गर्नु छ। यो एउटा एकदमै सम्भावनाको क्लब मैले देखेँ। सँगसँगै सहयात्रामा आज शुभकामना व्यक्त गर्ने प्लेटफर्म पनि दिनुभयो भने सँगै हुनुहुन्छ भने किन सहयात्रा नगर्ने? केही सदस्यहरू मैले देखेको छु नारायणगढ नारायणीमा हुनुहुन्छ, केही लालीगुराँसमा हुनुहुन्छ, बाँकी जो हुनुहुन्छ क्लबमा सहयात्रा गरौँ, अझ प्रभावकारी हुन्छ। मैले अनुरोध गरेँ। अरू धेरै कुरा गर्नु छैन। देवेन दाइले गर्नुभएको कुरा साँच्चै नै सिङ्गो डिस्ट्रिक्ट त्यसबाट आहत छ, हामीले पनि महसुस गरेको हो। अब कति सम्भावना छ म ठ्याक्कै भन्न सक्दिनँ, साह्रै ठुलो आशावादी छैन। र पनि नयाँ अपडेट केही छ भनेदेखि गवर्नर साहबले भन्नु नै हुनेछ। र कहीँ कतै पनि केही गर्नुपर्ने ठाउँ छ र सम्भावना बाँकी छ भने हामी सदैव सँगै छौँ। मलाई कता कता मनमा दुःख लाग्छ, सायद त्यही प्रोजेक्टको अलिकति असिलो अवस्थाले हो कि लायन्स क्लब अफ नारायणगढ बालकुमारी कलेज आज अलिकति सुस्त छ, सायद त्यही चोटले पनि हो कि त्यसकारण त्यो पीडा अहिलेसम्म यसरी निरन्तर हामीले भोगिरहेका छौँ। र सम्भावना छ भने सकेसम्म अझ सम्भावनाका खोजी गरेर हामी त्यसमा लागि पर्नेछौँ। सदैव हामी सँगै छौँ भन्ने कुरा मैले अवगत गराउन चाहेँ। धेरै कुरा भन्नु छैन। तपाईँहरू जस्तो पाको क्लबले गरेका हरेक गतिविधिहरू साँच्चै नै स्मरण योग्य रहन् र नयाँ क्लबलाई सँगै डोर्याउने कार्य गर्नुहुनेछ। यहाँहरूले रोटरी क्लबसँगको सहकार्य मैले देखिरहेको छु। जे जति मानवीय सेवा कार्य गर्नुभएको छ, रिमार्केबल गर्नुभएको छ, तारिफ गर्न योग्य गर्नुभएको छ। र अरू गर्दाखेरि अब अरू नयाँ क्लबहरूलाई पनि डोर्याउने र सम्भव हुन्छ भने यहाँहरूको स्पोन्सरसिपमा एउटा नयाँ क्लब आओस्, म शुभेच्छा व्यक्त गर्न चाहन्छु। किनभने तपाईँहरूको अनुहार, तपाईँहरूको अग्रसरताले निकै माने राख्छ, निकै महत्त्वपूर्ण छ। म अनुरोध गरेँ आगामी कार्यकाल अत्यन्त सुखद रहोस्। हामी अब निकट भविष्यमै इसामै जोइन गर्न जाँदैछौँ अहमदाबादमा। त्यहाँ जाँदाखेरि केही हाम्रा टार्गेटहरू पुरा गर्नुपर्ने छ। एलसिआइएफमा पुरा गर्नको लागि अब थोरै सदस्य बाँकी छ। सबै मानक व्यक्तित्व, सबै सक्षम व्यक्तित्व हुनुहुन्छ। अलिकति चाहना, अलिकति इच्छा शक्ति बढ्यो भनेदेखि त्यो एलसिआईमा पनि यहाँको कन्ट्रिब्युसन हुनसक्छ।
मेम्बरसिप ग्रोथमा मैले अघि नै भनिसकेँ। यी विविध क्षेत्रमा यहाँहरूलाई सम्झाउनु पर्ने कुरा छैन, खालि मैले स्मरण मात्र गराएको हुँ। सबै कुरा यहाँहरूले मनन गर्नुहुनेछ। यहाँहरूको उपस्थिति डिस्ट्रिक्टमा अत्यन्त महत्त्वपूर्ण छ, त्यसको हार्दिक सम्मान गर्दै आजको यो कार्यक्रमको पूर्ण सफलताको कामना व्यक्त गर्दै बिदा हुन्छु। हस्, धन्यवाद। जय आफ्ना भनाइहरू सान्दर्भिक तरिकाले राखिदिनु भएकोमा अब भने शुभकामनाका भावहरू पस्किदिनु हुन आजका यस कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर PMJF लाइन नवराज सापकोटाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। म सबै साथीहरूलाई हामी कार्तिक 21 गते हामीले पोहोर साल घडेरी किन्यौँ। यो वर्ष हामीले भवनको शिलान्यास गर्दैछौँ। शिलान्यास मात्रै होइन, काम गर्दैछौँ। अब त्यो काम गर्नको लागि तपाईँहरू सबैको सहयोग चाहिन्छ। मैले राजकुमारजीले त्यो तपाईँहरू सबैको साथ लिएर यहाँ केही बोल्नुहुन्छ जस्तो लाग्थ्यो, त्यो बोल्नु भएन, नबोले पनि यहाँहरूले यहाँ सबै आफ्नो पेसामा आफ्नो व्यवसायमा सबै अब्बल साथीहरू हुनुहुन्छ। तपाईँहरू अगाडि बढ्नु भएन भने त्यो भवन बन्दैन। त्यसैले यो वर्षको नारा छ, म बनाउँछु मेरो प्रशासकीय भवन भन्ने नारा छ। त्यो नारालाई तपाईँहरूले मन वचन कर्मले दिल खोलेर सहयोग गर्नुहुनेछ। मैले एउटा अपेक्षा त्यो गरेँ। अर्को देवेन्द्रजीले जे कुरा उठाउनु भएको छ, तपाईँहरूको क्लबसँग डिस्ट्रिक्ट हिजो पनि तपाईँहरूको साथमा थियो, आज पनि छ र भोलि पनि हुन्छ। र तपाईँहरू र महानगरपालिका बीच जे सम्झौता भएको छ त्यसलाई तपाईँहरू अगाडि बढ्नु। तपाईँहरूको पछाडि हामी कहाँ जानुपर्छ, हामी सँगै त्यसका लागि तपाईँहरूलाई साथ दिन अहिले पनि हामी चाहिँ त्यसमा कुनै कन्जुसै हुँदैन। हामी क्लियर छौँ, किनभने तपाईँहरूले जे मेहनत गर्नुभएको छ जसरी त्यो छ त्यसमा केही न केही तपाईँहरूलाई हामीलाई लायन्सलाई त्यो लायन्स परिवारलाई अन्याय भएकै छ। त्यसमा डिस्ट्रिक्ट स्पष्ट छ। अघि नै प्रभाकरजीले नै भन्नुभयो, हाम्रो आदरणीय दाइ राजकुमार दाइले नै भन्नुभयो होइन, हामी तपाईँहरूको साथमा छौँ। मैले अहिलेलाई यति भने तपाईँहरूसँग सँगै भने जाँदा जाँदै एउटा कथा भनेर अनि त्यसपछि आफ्नो भनाइलाई बिट पार्न चाहेँ। एउटा गाउँमा बिहानै सूर्य उदाउने प्रकाश, घामको प्रकाशले न्यानो हुँदै नै अनि सबैले त्यसको प्रशंसा गर्दा रहेछन्। त्यो गाउँलेहरूले आनन्द मान्दा रहेछन्। अनि त्यहाँ एउटा नानीले चाहिँ उसको आमालाई भनेछ, आमा यो किन यो घामको प्रशंसा किन गरे हो? योभन्दा त पानी, राम्रो पानी नभए हामी कति एकैछिन तिर्खा लाएर एकछिन पानी खान पाइएन भने हामीलाई कति पीडा हुन्छ। अनि माटो नभइकन हामीलाई यहाँ केही पनि हामीले जे खाइरहेको छौँ त्यही माटोमा उम्रिन्छ। यो पो ठुलो चिज हो त। यो नभइकन किन यो सूर्यको मात्रै प्रकाशको मात्रै किन प्रशंसा गर्छन् भनेछ। अनि आमाले हाँस्दै के भनेछन् भने, छोरी घाम चम्किने मात्रै होइन, यसको प्रकाशले, यो प्रकाश नआउने हो भने यो उज्यालो प्रकाशले जुन उज्यालो दिएको छ त्यो उज्यालाकै कारणले बिरुवाले आफ्नो खाना बनाउँछ। अनि त्यो खाना बनाएर आफू हुर्किन्छ। अनि त्यसपछि बल्ल तिमीले खानेकुरा उसले दिन सक्छ। यो प्रकाशै भएन भने त बिरुवाले खानै बनाउन सक्दैन। खानै बनाउन नसकेपछि अनि त्यो न बाली उम्रिन्छ। त्यसो हुनाले यो न जीवन टिक्छ, हाम्रो जीवन पनि टिक्दैन। हामी एकदम अन्धकारमा गयो भने त्यो अन्धकारमा हामीले केही टिकाउन सकिन्न। त्यसैले यो घामले चाहिँ उज्यालो दिन्छ, त्यो उज्यालोले संसार चलाउँछ। त्यसैले यो लायन्सको पद भनेको पनि कसैले अध्यक्ष पाउनु भएको छ, कसैले सेक्रेटरी पाउनु भएको छ, कसैले ट्रेजरर पाउनु भएको छ, कोही अर्को सालको म अध्यक्ष हुने भनेर फर्स्ट भिपी हुनुभएको छ होइन, कोही सेकेन्ड भिपी हुनुभएको छ। यो भनेको तपाईँहरूलाई 1 वर्षको लागि दिएको पद हो होइन, 1 वर्षलाई आएको पद हो। त्यसैले यो कामले चिनाउनुपर्छ हामीले। यो पद केही होइन, आफ्नो कामले चिनाउनुहोस्। हामी बोल्ने शब्दभन्दा गर्ने काम, उज्यालो फैलाउने काम, टाढा टाढासम्म उज्यालो फैलाउने काम गरौँ। यही नै हामीलाई चिन्ने, संसारले चिन्ने, समुदायले चिन्ने त्यही वातावरण बन्नेछ भन्ने अपेक्षा गर्दै मेरो भनाइ
यहीँ टुङ्ग्याएँ। धन्यवाद, नमस्कार, जय नागराज। र म जानभन्दा अगाडि हाम्रो अध्यक्षज्यूलाई मायाको चिन्ह, म डिस्ट्रिक्टको तर्फबाट उहाँलाई चाहिँ मायाको चिन्ह पनि हस्तान्तरण गर्न चाहन्छु। अब हामी कार्यक्रमको लगभग आइसकेका छौँ। ज्यूलाई मायाको चिन्ह ग्रहण गर्ने म अनुरोध गर्दछु। सम्मान गरिरहेको छ, सम्मान गरिदिनु हुनलाई म हार्दिक त्यस्तै गरी आज सयपत्रीको महत्त्वपूर्ण सभामा उपस्थित हुनुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू सम्पूर्णलाई धन्यवाद ज्ञापन गरिदिनु हुनको निम्ति म क्लबका पूर्व अध्यक्ष तथा निवर्तमान अध्यक्ष लायन श्यामकृष्ण श्रेष्ठज्यूलाई म अनुरोध गर्दछु। धन्यवाद। आजको यस कार्यक्रमलाई उद्घोष गरिरहनुभएका यस क्लबका पूर्व अध्यक्ष तथा वर्ष 25-26 को लागि सचिव उद्धव जोशीज्यू, आजको यस लायन्स क्लब नारायण चित्रवनको 28औं इन्स्टलेसन कार्यक्रम तथा लियो क्लब अफ चित्रवनको 17औं इन्स्टलेसन कार्यक्रमलाई अध्यक्षता गरेर बसिराख्नुभएका यस क्लबका वर्ष 25-26 का अध्यक्ष राजकुमार श्रेष्ठज्यू, क्लबका फर्स्ट लेडी मेनुका श्रेष्ठज्यू, आजको यस लायन्स क्लब नारायणगढ चित्रवन र लियो क्लब नारायणगढ चित्रवनको यो गरिमामय इन्स्टलेसन कार्यक्रममा उपस्थित हुनुभएका डिस्ट्रिक्ट 325R का डिस्ट्रिक्ट गभर्नर PMJF लायन नवराज सापकोटाज्यू, मञ्चमा उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट अतिथि महानुभावज्यूहरू, यहाँ उपस्थित हुनुभएका यस क्लबका पूर्व अध्यक्ष लगायत सम्पूर्ण सदस्यज्यूहरू, यहाँ उपस्थित हुनुभएका लायन्स क्लब नारायणगढका अध्यक्षज्यू, नारायण कला मन्दिरका अध्यक्षज्यू, यहाँ लायन्स क्लब नारायणगढका पूर्व अध्यक्षज्यू पनि हुनुहुन्छ, लगायत लायन्स क्लब नारायणगढ लालीगञ्जका पूर्व अध्यक्ष लगायत अन्य सदस्य महानुभावहरू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अतिथि लगायत क्लबका सदस्य महानुभावहरूलाई म हार्दिक नमस्कार गर्न चाहन्छु। सर्वप्रथम म वर्ष 24-25 का अध्यक्ष दीपक प्रधानज्यूले जुन विशिष्ट कार्यहरू गरेर क्लबलाई एउटा उचाइ प्रदान गरेर जानुभयो, त्यसको लागि सम्पूर्ण क्लबको तर्फबाट, क्लबका मेम्बरको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। र आजको यस हाम्रो क्लबको विशेष कार्यक्रम क्लस्टर 3 को लगभग यो आज यो अन्तिम इन्स्टलेसन रहेछ क्लबको मा आफ्नो समयलाई व्यवस्थित गरेर जुन अमूल्य समय प्रदान गर्नुभयो, त्यसको लागि आजका प्रमुख अतिथि लगायत विशिष्ट अतिथिज्यूहरू, यहाँ उपस्थित हुनुभएका अन्य अतिथि महानुभावहरू र स्पन्सरज्यूहरू सम्पूर्णलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। र अन्तमा 25-26 को लागि क्लबलाई अगाडि बढाउन जुन राजकुमार श्रेष्ठजी आउनुभएको छ, हामी क्लबको म पूर्व अध्यक्ष लगायत सम्पूर्ण क्लबको साथीहरूको तर्फबाट उहाँलाई आफ्नो कार्यकाललाई स्वर्णिम बनाउनलाई विशेष कार्यक्रमहरू अथवा जे तपाईँलाई जे कार्यक्रम गर्ने इच्छा छ त्यो लिएर आउनुहोस्, त्यसमा हामी हस्तीमा हिँसे गर्न पछि पर्ने छैन भन्ने कुरा प्रतिबद्धता पनि व्यक्त गर्दै र यो कार्यक्रमपछि हामीले रात्रिभोजको कार्यक्रम आयोजना गरेका छौँ। त्यसमा सम्पूर्ण साथी अतिथि लगायत सम्पूर्ण साथीलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्दै फेरि 2 शब्द टुङ्गा छु। धन्यवाद। धन्यवाद अध्यक्षज्यू। अब हामी अन्तिममै छौँ। कार्यक्रमको औपचारिक रूपमा समापन भएको घोषणा गरिदिनु हुन कार्यक्रमका सभाका अध्यक्ष लायन राजकुमार श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु र आजको कार्यक्रम सञ्चालन अलिकति तलमाथि केही भयो भने सुधार गरेर पढिदिनु हुन पनि म अनुरोध गर्दछु। लायन वर्ष 2025 को सचिव लायन उद्धव जोशी यहाँहरूमाझ ओझेल पर्दै कार्यक्रम पश्चात आयोजित शान्त रात्रि भोज नारायणी हलमा
उनी पनि जानकारी गराउँछु र त्यहाँ चाहिँ सहभागी भइदिनु हुन पनि म अनुरोध गर्दछु। सक्नु भएको छ त्यसमा पनि उहाँलाई म धन्यवाद दिन चाहन्छु। भाइ बहिनीहरू स्पोन्सरहरू सम्पूर्णलाई आजको हाम्रो यो कार्यक्रममा सफलताको सफल पाइदिनु हुन उपस्थित भइदिनु भएकोले यहाँलाई हार्दिक धन्यवाद दिनु। कार्यक्रम समाप्त